अभी हम आए हैं हजरिया में। यहाँ LG 36814 लगा हुआ है और किसान से मिलते हैं कि LG 36814 कैसा है। थोड़ा अपना परिचय बताइएगा। नमस्कार, मेरो नाम कृष्ण गिरी, जिल्ला सर्लाही, बर्था नगरपालिका 2, हजरिया गिरीटोल। र मैले यस LG कम्पनीको मकै पोहोर साल पनि लगाएको थिएँ र यसपालि पनि लगाएको छु र अरू मकैको तुलनामा यो मकै धेरै नै राम्रो। यसको जर्मिनेसनदेखि लिएर तपाईको यो मोटापनदेखि लिएर यसको जरा यो मोटो, यसको पत्ता चौडो, हरियोपन र एकदम निरोगी, रोगै बिनाको यो जस्तो लाग्यो। धेरै नै राम्रो। अहिलेसम्म मैले अहिले यत्रो बोट हुँदाखेरि पनि मैले राम्रो यो भन्दा पहिला पनि धेरै राम्रो थियो र फलाइमा पनि यसको सबैभन्दा अरू कम्पनीको भन्दा यसको मकै धेरै नै मैले राम्रो देखेँ। र यसको दानादेखि लिएर यसको हरेक चिजहरू, जरा, मेन कुरो जरा हो। जरा नै धेरै मोटो छ यसको। तपाईँको बोटै मोटो, पत्तै चौडा, निरोगी मकै। र यसको जुन छ फलाइ पनि राम्रो छ। मैले योभन्दा अगाडि साल पनि लगाएको थिएँ र यसपालि पनि लगाएको छु। अरू मकैको तुलनामा यो मकै धेरै नै राम्रो छ मैले लगाएको खण्डमा। चलिए कृष्णा जी, आप इससे संतुष्ट हैं? म धेरै सन्तुष्टि छु। पिछले बार भी तो आप लगाए थे LG 36814। तपाईको अरू मकैको तुलनामा अरू कम्पनी भन्दा यो मकै धेरै नै राम्रो छ। निरोगी, बोट पनि निरोगी र तपाईको हरेक चिजहरू, तपाईको यसको खोसेलादेखि लिएर यसको तपाईको खोयादेखि लिएर हरेक कुराहरू यसको धेरै नै मलाई राम्रो लाग्यो। यो LG 36814 जुन मकै छ धेरै नै राम्रो लाग्यो, धेरै राम्रो छ। चलिए, इससे आप संतुष्ट हैं? एकदम। चलिए, धन्यवाद।